नपर्यो अहिले एक कप मिठो चिया खाऊ त्यो भैँसीलाई भन त ल तिम्रो भैँसीले बनायो चिया ए बाबु ल चिया बना त भने म त शिक्षा विभाग प्रमुख बाजु कहाँ बनाउने चिया भनेर पो भन्छ मलाई त के भयो होला यो आजकल निदा भएको यस्तो कामै गर्नु मन भन्छन् बा छोड्दे अब म अमेरिकाको कुनै एउटा पार्टीलाई टक्क चिठी लेख्छु हामीलाई सेमिनार गोष्ठीमा बोला भनेर ट्याक्क इन्टरभ्यू दिने त्यस्त जाने निदा त खै उपसभापति भएदेखि भुइँमा खुट्टै छैन त्यसको हेर म मेरो दलको उपसभापति भए अब तिम्रो पति कहिले हुने त तिमी मेरो जिन्दगीको पनि उपपति मात्र होला जस्तो छौ ड्याडीले बुढारीसँग बिहे गर्दिछु भनेर जिद्दी गर्नु भएको छ हेर जनभावना विपरीत तिम्रो ड्याडी जानुभयो भने त्यसको हाम्रो दलले कहीँ भत्ता नगर्नेछ म तिमीलाई मेरो मनको संसदीय दलमा राख्न चाहन्छु यदि तिमीले मेरो प्रेमलाई अविश्वास प्रस्तावले धाराशायी पार्न खोज्यौ भने म तिमीलाई मेरो मनको साधारण सदस्यताबाट पनि निलम्बित गर्नेछु नेता भएपछि त बुझ्दै नबुझ्ने कुरा पो गर्न थाल्यो हाम्रो कुरो जनताले त बुझ्दैनन् तिमी के बुझ्छौ तै पनि म तिमीलाई सम्झाउने कोसिस गरिरहेको छु बुझल छु हेर तिमीले मलाई बिहे गर्ने भए काठमाडौँमा एउटा घर बनाऊ अनि मात्र तिम्रो यो प्रस्ताव म मेरो पार्टी सभापति समक्ष राख्नेछु पार्टी महामन्त्री त मेरै पक्षमा हुनुहुन्छ तर पार्टी सभापति अलि जिद्दी हुनुहुन्छ यदि हाम्रो सभापतिले हाम्रो भावनाको कदर गर्नु भएन भने हामी पनि गडबड तन्त्रमा जाने घोषणा गर्नेछौँ होइन कस्तो बुझ्दै गाह्रो भाषा बोलेको तिमीले यस्तो डेटिङमा आउँदा पनि के दर्शना लाराको म प्रेममा पनि राष्ट्रियता चाहन्छु आऊ अब तिमी र म पनि दुई बुँदे सहमतिमा हस्ताक्षर गरौँ दुई बुँदे सहमति आलिङ्गन र चुम्बन पहिला ड्याडीसँग गएर 8 बुँदे सम्झौतामा हस्ताक्षर गर अनि गरौँला दिएपछि यो 2 बुँदे सम्झौता हाम्रो पार्टीको महामन्त्रीलाई भेट्न जान लागेको फेरि टिपालाई भेट्न जान्ला नगरौ बेमान पार्टीको जरुरी कामले जान लागेको अब टिपा हेर हाम्रो पार्टीको महामन्त्री डरामा मेला लागेछ महामन्त्रीले बोलाइराखेछ आयो महामन्त्री हाय महामन्त्री भेट्ने बहाना चाहिएको थियो राम्रो बहाना भेटायो टिपाजी हाम्रो पार्टीलाई मजबुत बनाउनु पर्यो सुन्ने भन्दा पनि मजबुत फलाम भन्दा पनि मजबुत यसरी मजबुत बनाउँदा सभापतिले मार्ला नि पार्टी हाम्रो हो सभापति भनेको त गोइङ टु द रिटायर हो टिपाजी हाम्रो दलमा कुनै खलबल नहोस् वैचारिक विचलन पनि नहोस् संविधान सभाको चुनाव अगाडि तपाईँ र म एक हुनुपर्छ हजुर अब मेरो मतलब पार्टी एक हुनुपर्छ भनेको चुनाव आयो कि एक हुने हाम्रो परम्परालाई निरन्तरता दिनुपर्छ होइन टिपाजी